Oh. Hello, good morning everyone. Welcome to my fourth vlog of the day. And here is my bro aka Biswas. आज भने चाहिँ बिहानै हाम्रो विश्वास भाइ सिलगढीबाट बिहानै लोड गिराउनुको लागि आएछ। अन्त खाजा सोध्दै भाइले दालाई सम्झेर है दाको रेस्टुरेन्टमा झऱ्यो है। अन्त दादा खाजा के छ भन्दै सोध्यो है। अन्त मैले त्यही लाइट ब्रेकफास्टमा है रोटी सब्जी हुन्छ, आलु पराठाहरू हुन्छ भने। अन्त भाइले रोटी खान्छु भन्यो है। अन्त भाइलाई रोटी सर्भ गरिदिएँ मैले। अन्त भाइ रोटी खाएर तुरुन्तै ऊ है हिँडिहाल्यो, किनभने उसको यो लोड रहेछ। अन्त लोड गिराएर ऊ फेरि सिलगढी झर्नु पर्ने रहेछ। अन्त ऊ तुरुन्तै हिँडिहाल्यो है। अन्त अहिले चाहिँ म भने चाहिँ गाइस ग्यारेज आइरहेको छु, किनभने मेरो स्कुटी अलिकति प्रब्लम भयो है। मेरो त्यो अस्तिको दिन राइड गर्दै गर्दा चाहिँ बेसी भाइब्रेट भएर चाहिँ है मैले एक्जस्ट लगाएको त्यो एङ्कल चाहिँ है भाँचिँदैछ है, त्यो जुन चाहिँ त्यो सपोर्ट लगाएको थिएँ मैले। अन्त हेर्नु सक्नुहुन्छ त्यो एङ्कल उनीहरूले त्यो पत्तीलाई चाहिँ है वेल्डिङ गर्दै थियो। यहाँदेखि चाहिँ यो एक्जस्टसम्म चाहिँ एउटा पत्ती थियो है, त्यहाँ सपोर्ट थियो है, जुन चाहिँले चाहिँ यो एक्जस्टलाई वाइल्ड राइडिङ हल्लिनु दिन्थेन है। अन्त अहिले चाहिँ त्यो भाँचेकोले गर्दा हल्लिँदै थियो। अन्त अब बनाउन आएँ। अन्त हेर्नुहोस् न गाइस, आज चाहिँ दह्रो चेकिङ चलिरहेको थियो है राबङला टु लेक्सेप रोडमा। अन्त तपाईँहरू पनि है आफ्नो डकुमेन्ट्सहरू अप टु डेट लिएर हिँड्नुहोस्। अनि एक्जस्ट चाहिँ यही थियो है। अनि किनभने त्यो भाइब्रेट भएकोले गर्दा क्र्याक भएको थियो। अन्त तपाईँहरू हेर्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ के क्र्याक थियो है। अन्त त्यहाँनिर वेल्डिङ गर्नुपर्ने थियो। अन्त उसले वेल्डिङहरू गरेर मजाले साइनिङ दिँदै थियो है, पोलिसहरू गर्दै थियो। किनभने त्यो अधुरा छोड्यो भने त्यो हाउडै देख्छ है, त्यो अनफिनिस्ड वर्क देख्छ। अन्त म चाहिँ बस्दा बस्दै पुरा भोक लागेको थियो, दिउँसो भइसकेको थियो। अन्त म चाहिँ है रेस्टुरेन्टपट्टि आएँ। अन्त दिदीलाई खाजा बनाइ मागेँ, दिदीले पुरी सब्जी बनाइदिनु भयो। अन्त पुरा भोक लागेको थियो है। अन्त परमेश्वरलाई धन्यवाद दिँदै मैले मजाले है दिउँसोको खाजाहरू खाएँ, रोटी सब्जी थियो है। अन्त इट वाज टेस्टी एन्ड इट वाज डेलिसियस। दिदीलाई धेरै धेरै धन्यवाद, मलाई धेरै सम्झिनुहुन्छ है खाजाहरू के खाने त्यो भनेर है। अन्त ठिकै फेरि ग्यारेजको साथी आइपुगेछ, रजनीगन्धा छ भन्दै। अन्त मैले छ भनेर उसलाई दिएँ है, एकछिन गफ भयो। अन्त हाम्रो दिदीहरू आउनुभएको थियो, खाजाहरू खानुभएको थियो, उहाँहरूको बिलिङ गरिदिएँ मैले। अनि उहाँहरू पनि जानुभयो। अनि त्यसरी नै मैले त्यो खाएको प्लेटहरूलाई त्यो प्लेटिङहरूलाई मैले है उठाएँ। अन्त त्यो टेबलहरू सफा गर्नुपर्ने हुन्छ, त्यो टेबलहरू सफा गरेँ। अन्त म त बसी नै मात्र राखेको थिएँ, त्यतिकै भिडियो एडिटिङ गर्दै ग्यारेजबाट फेरि कल आयो है। दुईवटा मिठो चिया अरे है, कडक चाय भन्यो है। अन्त मैले चिया बनाइसकेँ। अन्त फ्लासमा हालेँ है। अन्त फ्लासमा चिया हाल्दै गर्दा चाहिँ मैले भुइँभरि घोप्टाइ पठाएँ है, त्यो नजानेर। अन्त मैले चिया